हेलो साथीहरू, दर्शन सबैलाई मेरो नयाँ युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ नि म मेरो घरमा पाहुना आउँदैछन्, त्यही भएर म चाहिँ नि मिठो मिठो चिजहरू बनाउँदैछु होइन साथीहरू। अब मेरो चाहिँ नि खानाको रेसिपीहरूमा आज मैले बनाउँदैछु साग, माछाको ग्रेभी, अनि त्यसपछि आलुको अचार अनि राइस। अनि मैले चाहिँ नि माछा बनाउँदाखेरि जहिले पनि विथआउट फ्राई गरिकन होइन, फ्राई नगरिकन मैले यसमा कागती नुन बेसार हालेर मलेर 10 मिनट यसलाई म्यारिनेट गरेर राखिदिएपछि अनि अर्कोचोटि चाहिँ नि यसमा म्यारिनेट गरिसकेपछि यसलाई मैले 10 मिनटको लागि राखिदिन्छु। त्यसपछि मैले यता फेरि साग पनि पकाउँदैछु। यो चाहिँ नि मेरो साग पकाउने छुट्टै स्टाइल हो कि साथीहरू। यो भाँडामा मलाई साग पकाउनु एकदम मिठो लाग्छ। प्लस यसमा ग्रिन चिल्ली हाल्नुपर्छ, एकदम टेस्टी लाग्छ। अनि मैले चाहिँ नि यो माछाको लागि मसलाहरू म आफै पिसेर हाल्ने गरेको छु। सर्स्युँ प्लस हरियो खुर्सानी, प्याज, गोलभेडालाई मजाले पिसेर अदुवा लसुन पिसेर यसलाई पेस्ट बनाउने गरेछु मैले। अनि यो पेस्ट गरेर यसमा मैले लोकल लसुन हालेको छु है साथीहरू, किनभने लोकल लसुनको स्वाद छुट्टै हुन्छ नि त। त्यही भएर यसलाई बेसरी मसिनो पारेर बनाउँदैछु। अब साथीहरू माछा बनाउनको लागि यतापट्टि मैले डेक्चीमा तेल तातो गर्नको लागि छोडिदिएको छु। अनि तेल तातो भएपछि साथीहरू यसमा मैले तेजपत्ता अनि प्याज भुट्दै अलिअलि रातो हुन थालेपछि त्यसपछि अघि पिसिराखेको मसला पनि मैले यसमा मिक्स गरेँ। अनि त्यसपछि एकछिन मसलालाई भुटेर यसमा थोरै अलिक कन्फ्युज भएको भएर फेरि मैले एउटा नुन एड गरेँ। अनि त्यसपछि यसलाई मजाले चलाएँ अनि यसमा टमाटर र हरियो खुर्सानी हालेपछि एकछिन उसलाई छोपिदिएँ मैले मसला पाक्नलाई। त्यसपछि यता फेरि अर्को मेरो अचार बन्दैछ, आलुको अचार मैले तिल हालेर यसलाई मोल्नतिर लाग्दैछु साथीहरू। अनि फेरि त्यसपछि यता मैले साग पनि पकाइरहेको थिएँ, यो पनि रेडी भयो लगभग। अब यसलाई मैले एउटा खनाएर एउटा बट्कामा राखेँ साथीहरू। यसलाई निकालेपछि अघि बनाउँदै गरेको आलुको अचार झार्नको लागि मैले फेरि तोरीको तेल हालेँ साथीहरू। अनि त्यसपछि तोरीको तेलमा मैले मेथी हालेर कालो कालो भएपछि हरियो खुर्सानी हाल्नलाई काट्दैछु साथीहरू। अब यो लगभग तातो भयो, एकदम खुर्सानी पनि एकदम ड्राई भयो। त्यसपछि मैले हालेँ। अब त्यसलाई आलुको अचारलाई म म्यारिनेट गर्छु मजाले हातले। यस्तो गर्दा गर्दै मेरो हात पोलेको फिल भएको भएर चाहिँ नि म चाहिँ नि फेरि हात धुन गएँ साथीहरू। अनि त्यसपछि मैले चाहिँ स्पुन ल्याएर मजाले यसलाई म्यारिनेट गरेँ। देख्दा पनि खाउँ लाग्ने टक्क होइन, नुन अमिलो पिरो टक्कको साथमा मेरो आलुको अचार पनि रेडी हुन्छ। साथसाथै मैले अब लास्टमा मेरो भात बसाल्ने टाइम भयो। त्यसपछि मैले भात बसालेँ यहाँ। अनि त्यसपछि मैले यता अघि हालेको मसलालाई अलि पाकेपछि मैले यो फ्राई नगरेको माछालाई मैले यसरी माथिबाट टक्क त्यो मसलामा
हाल्दै गएँ साथीहरू। यो भनेको एउटा सबैले प्रायः जस्तो माछा भन्ने बित्तिकै फ्राई गरेर बनाउँछ कि होइन, तर म चाहिँ नि माछालाई प्रायः म फ्राई गर्दिनँ। यस्तो खालको माछालाई, सानो खालकोलाई चाहिँ फ्राई गरेर बनाउँछु। त्यही भएर यो माछा फ्राई बिना बनाउँदा मिठो हुन्छ यसरी। अब यो सबै हालेपछि मैले एकछिन अलिअलि होइन पानी हालेर यसलाई मजाले छोपिदिन्छु साथीहरू। यो छोपिदिन्छु। त्यसपछि फेरि हेर्दाखेरि पानी अलिअलि बुक भइरहेछ, सुक्दै गइरहेछ साथीहरू। अब यो बिस्तारै ग्रेभी हुँदै कलर हुँदै आएपछि यसलाई मैले बिस्तारै चलाउँछु। अनि त्यसपछि कस्तो राम्रो भयो, खाउ लाग्दो देख्नुभयो। त्यसपछि मैले यसलाई माथिबाट धनियाँ हालेर फेरि ग्यास क्लोज गरेर यसलाई मैले फर्काइ गरेर चलाएर हजुरहरूलाई देखाएँ। वाउ, देख्दै यम्मी भएको छ जस्तो छ साथीहरू। देख्नुहोस् मेरो माछाको ग्रेभी। अनि यो सबै माछाको ग्रेभीलाई मैले फल्काइ गरेर देखाउँदैछु। भएपछि यो सबै खानाको लागि मेरो घरमा आएको पाहुना हो यो 2टा।